हेलो गाइज वेलकम ब्याक टु माई हाम्रो दिदीको युट्युब च्यानल र हाम्रो दिदी उहाँ हुनुहुन्छ म यहाँ छु यो बाटो हामी यस्तो छ हामी यता जाँदैछौँ यहाँ हाम्रो दिदी हुनुहुन्छ दिदी चाहिँ मास्क लाएर पुरै अब त्यो भाइरल भयो भने कसैले बाटोमा भेटेर अटोग्राफ लिन्छन् भनेर मास्क लाउनु भएको प्लिज उहाँ यस्तो हुनुहुन्छ उहाँलाई मास्कले पनि चिनिदिनु होला र उयो रोकिरहनु होला दर्शक बिना हाम्रो बहिनीहरू हाँस्दै हुन्छ उहाँ चाहिँ एकदमै लजाउनुहुन्छ म त लजाउँदिनँ दर्शक बिन अनि अब के भन्नु अरू त होइन हामी चाहिँ एकदमै हाम्रो चाहिँ सब्सक्राइबर 1 मिलियन पुग्न आँटेको छ यस्तै साथ सपोर्ट गर्नुभयो भने हामी छिट्टै हाम्रो इन्टरभ्यू आउँछ पोडकास्ट आउँछ साथीहरू हामी चाहिँ जाँदैछौँ कालिस्तान हेर्नुहोस् हामी जाने बाटो यस्तो छ हामी चाहिँ उहाँको आन्टी मेरो ठुलो मम्मी भनेपछि बुझिसक्नु भयो होला हजुरहरूले म त फेरि नि भ्लगर भयो भने चाहिँ कडै हुन्छ कि तर के गर्नु अब हाम्रो दिदीलाई नि पहिला भाइरल गराइदिउँ भने मेरो पहिलो प्रयास राम्रो छ मलाई हजुरले यसरी नै भ्लग बनाएको देख्न चाहनुहुन्छ भने चाहिँ दिदीकोमा कमेन्ट गरिदिनु होला भन्दै म आजको मेरो के भन्छ हाम्रो साइकल यात्रा जारी छ यहाँदेखि उ होइन तँलाई त नि म खातामा भाइरल भइन्छु अरे भाइरल भइन्छु हेलो गाइज बाटो बिर्सेर कि यो मान्छेले चाहिँ झन्डै मैले घरै पुऱ्याएछु मेरो घर तर म पुऱ्याइदिनँ हजुर हामीलाई भाइरल बनाइदिनु है लजाएर हैरानलाई साइकलमा चाहिँ पम्प गइरहेको छ अघि पम्प हालेर हामी चाहिँ एकदमै दुःखको साथ आइपुगेको छौँ अनि हजुरलाई म भन्न सक्दिनँ हामी दुःख पाएर त होइन त दिदी डराइसक्नु भएको छ तर यही हो मैले घर देखिसकेँ प्र्याङ्क हान्दै मैले नि माथि बोल्दा बोल्दै प्र्याङ्क पनि गरिदिन्छु को छिटो पुग्ने आन्टीकोमा म सक्दिनँ डाइटहरू हजुरलाई घरै छैन हजुर पनि घुम्न आउनु होला हाम्रो सानीमाको घर पनि देखाइदिनु होला त्यसरी भ्लगै गर्ने क्या दिदी सपना आउँदैन हामी आइसकेका छौँ आन्टीको घरमा यो मेरो भाइ चाहिँ पुरा बाख्रो नमस्ते हामी चाहिँ एकदमै भ्लगर भएर दादा यो भिडियो एडिट गरिदिनु ल खै साइमन प्रो चाहिँ उहाँ हुन्छ नाङ्गे बाबा हामी चाहिँ भ्लग बनाइरहेको छौँ अनि यहाँ हुनुहुन्छ उहाँ एकदम ल हामी चाहिँ अब फाइनली सुन गराइपुगेको छौँ अनि एकछिन बसेर हामीले चाहिँ हेरेको भ्लगै एडिट गर्दा गर्दै हेरेको भ्लगै इन्ड गरेर हिँड्दैछौँ अनि हामी चाहिँ अब भ्लग इन्ड गर्दैछौँ हजुरहरूले आजको हाम्रो भ्लग इन्ड गर्दैछौँ हजुरलाई मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला बाई बाई।